नमस्ते। आज हामी शिक्षकले गुगल क्लासरुममा दिनुभएको असाइनमेन्ट अर्थात् क्लास वर्कलाई विद्यार्थीले कसरी अपलोड गर्ने भन्ने बारेमा छोटो चर्चा गर्दैछौँ। यो भिडियो विद्यार्थीको लागि, शिक्षकको लागि र गुगल क्लासरुम केही सिकौँ भन्ने सम्पूर्णका लागि उपयोगी हुन सक्छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। राम्रो लागेमा लाइक सेयर गरिदिनु होला र मेरो च्यानल सब्सक्राइब गर्नु होला। यदि केही सुधार गर्नु छ भनेदेखि त्यसमा कमेन्ट गरेर सुझाव दिन सक्नुहुनेछ। अब जाउँ हामी मोबाइलको स्क्रिनतर्फ। सबैभन्दा पहिला मोबाइलमा भएको गुगल एप ओपन गर्नुहोस्। त्यसपछि आफ्नो क्लासरुम छनौट गर्नुहोस्। आफ्नो क्लासरुम खुले पछाडि क्लास वर्क अथवा असाइनमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो असाइनमेन्ट जुन हो त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि त्यसको निर्देशन पढ्नुहोस् के भनेको छ। त्यस पछाडि एड वर्कमा क्लिक गर्नुहोस्। तपाईँले लेखेको होमवर्क स्क्यान गर्न स्क्यानरमा क्लिक गर्नुहोस्। अटो क्याप्चरमा राखेर फोटो क्लिक गर्दै जानुहोस्। थप पाना स्क्यान गर्नको लागि प्लसमा क्लिक गर्दै स्क्यान गर्नु र आफूले अपलोड गर्नुपर्ने सबै पानाहरू स्क्यान भएको सुनिश्चित भएपछि स्क्यान गरिएको कुरा क्रप गर्नु छ भने क्रप एन्ड रोटेटमा क्लिक गर्ने र मिलाउने। मिलाइसके पछाडि अप्लाईमा क्लिक गर्ने। अब नेक्स्टमा क्लिक गर्ने। अब टर्न इन वा ह्याङ इनमा क्लिक गर्ने। टर्न इन गर्ने हो भने सोध्छ र त्यसमा क्लिक गर्ने। अब अनसबमिट भन्ने इन्टरफेस देखाउँछ। एकछिन कुर्नुहोस्। त्यसपछि तपाईँको टर्न इन भन्ने इन्टरफेस देखाउँछ। यति भए पछाडि तपाईँको होमवर्क सबमिट भयो भन्ने बुझ्नुहोस्। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।